यो प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि आदरणीय दाजु गोपाल बहादुर थापाज्यू र सम्पूर्ण मञ्चमा आसीन महानुभावहरू साथीहरू, यस्तो ठाउँमा आज आएर मलाई कस्तो फिल भयो भने यहाँ पनि फिल्ड रहेछ भने म चाहिँ आउँदा मलाई एक्कासी के लाग्यो भने हामी कहाँ जाँदैछौँ, तर यहाँ पनि आएर भित्र कस्तो लाग्छ भने विदेशीहरूले के सोच्छन्, नेपाल नेपाल सोच्दैछन्, भित्र आएपछि बल्ल नेपाल थाहा हुन्छ भन्ने जस्तो लाग्यो कि यहाँ। अनि क्षेत्रमा यहाँ यस्तो ठाउँमा पनि यस्तो राम्रो रमाइलो ठाउँ रहेछ, यसलाई चाहिँ हामी व्यवस्थित गर्न सक्छौँ जस्तो मलाई पनि फिल भयो। धन्यवाद तपाईहरुलाई। खेलले नै हामीलाई जोडिने हो। अहिले देश विषम परिस्थितिमा छ अनि त्यो विषम परिस्थितिलाई खेलले नै अलिकति उत्साह दिने खालको एउटा कुरा जुन निस्केछ त्यो खेलले दिन्छ हाम्रो देशलाई। साँच्चीकै देश अहिले धेरै विषम परिस्थितिमा छ, तर हामी नेपाली हो, सधैँ हामी मिलेर देश बनाउने गर्छौं र खेलले अहिले हाम्रो देशलाई खेलले नै उच्च स्तरमा पुर्याएको छ। क्रिकेटमा हेर्नु हो भने हामी जितिराखेछौं। हिजोको खेलमा एउटा अमेरिकासँग हामी भिडेथ्यौं। यतिकै भिड्न गयो भने हामी भिड्न सक्दैनौं, तर खेलमा चाहिँ भिड्न सक्छौं भन्ने हामीलाई लाग्छ। कहाँ लाग्छ? अमेरिकासँग भिड्न पनि हामी खेल मात्रै यस्तो छ, अमेरिकासँग पनि भिड्न सक्छौं, भारतसँग पनि भिड्न सक्छौं, जुनसुकै देशसँग भिड्न सक्छौं। त्यो एउटा के माध्यम हो भने खेल हो। तर खेल हतियारले भिड्ने होइन, खुकुरीले भिड्ने होइन, मनले जोशले भिड्ने हो। खुसी लाग्यो आज तपाईहरु यो एउटा जमर्को गरिदिनु भयो, यो खेलको आयोजना गरिदिनु भयो। सानो देशमा सानो क्षेत्रमा सानो एउटा चौर बनाइदिनु भएको छ। खुसी लाग्यो, धन्यवाद। यस्तै अगाडि बढ्नु। मेरो तर्फबाट अरु म केही गर्न सक्दिन पनि, तर अहिले तपाईहरुकै आशीर्वादले हामी अगाडि बढ्ने कोसिस गरिरहेछौं। दाइ हुनुहुन्छ, दाइको मार्गदर्शन छ। मेरो धेरै प्रिय हुनुहुन्छ, रमेशजी हुनुहुन्छ। तपाईहरुलाई पनि देख्दा मलाई खुसी लाग्यो। महिलाहरूको पनि उल्लेख्य योगदान छ यहाँ। आज भिड तपाईहरुले नै धेरै भिड बनाइदिनु छ। पुरुष भन्दा महिला चाहिँ बढिरहे आज यो फुटबल गेममा। धेरै खुसी लाग्यो।